साथीहरु स्वागत छ मेरो अफिसियल युट्युब च्यानल हृदय राजवंशी अफिसियलमा। आज म तपाईहरुको लागि एउटा नयाँ टपिक लिएर आएको छु, जुन फेसबुकमा अहिले आफ्नो फेसबुक प्रोफाइल टी-शर्ट फेसबुकभरि छाएको छ। त्यो पनि तपाईहरुलाई उत्सुकता लागेको होला, यो फोटो कसरी एडिटिङ गरिन्छ। सो म तपाईहरुलाई यस प्रकारको फेसबुक प्रोफाइल टी-शर्ट कसरी बनाइन्छ भन्ने म तपाईहरुलाई सिकाउन गइरहेको छु। सबैभन्दा पहिला तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्ने सजिलो तरिका, मेरो च्यानलमा जानुहोस् र यहाँ रातो बटन छ सब्स्क्राइब, यहाँ क्लिक गरिदिनु होला र यहाँ सँगै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। र यसरी तपाईहरु मेरो च्यानलभरि आएको कुनै पनि नोटिफिकेसन तपाईहरुले सजिलैसँग पाउनुहुनेछ। साथीहरु, तपाईहरुलाई फेसबुक टी-शर्ट प्रोफाइलको जस्तै फोटो एडिटिङ गर्नलाई सबैभन्दा पहिला तपाईहरुलाई एउटा एप्लिकेसनको आवश्यक छ। त्यो एप्लिकेसन प्ले स्टोरमा सजिलै पाइन्छ। सो तपाईहरु आफ्नो प्ले स्टोर खोल्नु होला र यहाँ पिक्सआर्ट भन्ने एप्लिकेसन छ र यो एप्लिकेसनलाई हामी यसरी सर्च गर्न सक्छौं र यो च्यानललाई यो हाम्रो एप्लिकेसन छ। यो एप्लिकेसन चाहिँ मैले इन्स्टल गरिसकेको छु, तपाईहरु पनि इन्स्टल गर्नु होला। र यसरी इन्स्टल गरिसकेपछि म चाहिँ यहाँ तपाईहरुलाई ओपन गर्छु र तपाईहरु पनि यसरी ओपन गर्नु होला। ओपन हुँदैछ र तपाईहरुको ओपन भइसकेपछि तपाईहरुको यस्तो आउनेछ इन्टरफेस र यहाँ प्लस अप्सनमा जानुहोस्। प्लस अप्सनमा गइसकेपछि यहाँ हाम्रो अल फोटोजमा जानुहोस् र यहाँ अल फोटोजमा आइसकेपछि हाम्रो एउटा अर्को कुरा के आवश्यक छ भने हामीलाई एउटा टी-शर्टको आवश्यक छ, जुन हाम्रो गुगलमा सर्च गर्दा आरामले पाइन्छ। र यहाँ एड आएको छ, यो एडलाई क्लोज गरिदिउँ। यो जुन टी-शर्ट छ, यो टी-शर्ट हाम्रो फेसबुकमा गुगलमा एकदमै मजाले पाइन्छ। गुगलमा सर्च गर्दा पनि आइन्छ, नभए म तपाईहरुलाई एउटा लिंक छोडिदिन्छु डिस्क्रिप्सनमा, त्यहाँ गएर तपाईहरु डाउनलोड गर्न सक्नुहुनेछ। र यति गरेपछि हामी पहिला टी-शर्टलाई ल्यायौं र यहाँ अलिकति यसरी स्क्रल गरौँ र यहाँ तपाईहरु एड फोटोको अप्सन पाउनुहुनेछ र तपाई कुनै पनि आफ्नो प्रोफाइलको स्क्रिनशट गरेर राख्नु होला। र यहाँ म तपाईहरुलाई स्क्रिनशटलाई अगाडि लिएर आउने कोसिस गर्दैछु। जस्तै कि म यहाँ मेरो एकदमै आदरणीय साथी हुनुहुन्छ टेकबहादुर राजवंशीज्यू र उहाँको फेसबुक प्रोफाइललाई म अगाडि ल्याएर तपाईहरुलाई देखाउन गइरहेको छु। र यति भइसकेपछि ल्याइसकेपछि तपाईहरु अब यो फोटोलाई अलिकति क्रप गर्नुपर्ने हुन्छ र यो क्रप गरौँ। यसरी अलिकति एडजस्ट गरिदिनु होला, यहाँसम्म राख्दिउँ र यसलाई मुनिबाट यहाँसम्म राख्दिउँ। ओके, ठिक छ। र यसमा राइट अप्सन गरिदिनु होला र यो जुन मुनि छ यहाँ एउटा एरो जस्तै दुईतिर भएको यो अप्सनलाई यसरी तानौँ र यो तानिसकेपछि तपाईहरुको कहाँबाट एडजस्ट हुन्छ र यो फोटोलाई बिचबाट यसरी गरौँ, फेरि अलिकति बढाइदिउँ। ओके, अलिकति अझै घटाइदिउँ। ओके, अब चाहिँ ठिक छ होला साथीहरु, हैन? यति गरिसकेपछि तपाईहरुको एडजस्ट भयो। अब यो फोटो हेर्दाखेरि अहिले हाम्रो एडिटिङ गरे जस्तो देखिन्छ, जुन चाहिँ अब हामीले एडिटिङ नगरे जस्तो पनि देखाउनु पर्यो। सेम प्रिन्टेड गरेको जस्तो देखिनु पर्यो। सो हामी अलिकति यता जाउँ, अझै जाउँ। यता ब्लेन्ड भन्ने अप्सन छ, यो ब्लेन्ड अप्सनमा गएर हामी मल्टिप्लाईमा जाउँ र यो मल्टिप्लाईमा आइसकेपछि हामी अब चाहिँ हाम्रो अलिकति राम्रो देखियो र हामी यो इरेजरले हल्का यस्तो गरिदिउँ साइडमा कर्नरबाट। यस्तो गरिसकेपछि हाम्रो अब चाहिँ अलिकति राम्रो भयो र फोटोलाई हामी अब सेभ गरौँ यसरी राइटमा। र यो राइटमा सेभ गरिसकेपछि राइटमा क्लिक गरौँ। अब चाहिँ हाम्रो फेसबुक फोटो राम्रो भयो जस्तो लाग्यो। अब यहाँ कर्नरमा भएको एरो अप्सनलाई थिचौँ र यहाँ एड आइरहेको छ, यो एडलाई क्लोज गर्नुपर्ने हुन्छ र अब
क्लोज गर्ने अप्सन अलिकति थोरै टाइम लाग्छ किनकि एड चलिरहेको छ। र अब यो चाहिँ एड हामी क्लोज गरिदिउँ यसरी। अब हाम्रो यहाँ फोटो सेभ भन्ने अप्सन छ, यो सेभमा गएर सेभ गरिदिनु होला। र यति भएपछि तपाईको फोटो सेभ भएको छ र तपाईँ आफ्नो फेसबुक प्रोफाइलमा हाल्न सक्नुहुनेछ। आशा छ तपाईहरू चाहिँ अब गर्न सक्नुहुनेछ भन्ने आशा गर्दछु। धन्यवाद।